हेलो गाइस, हाम्रो 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 हल्लाले हामी दोकानदेखि घर आएका छौँ। हामी घर आज मेरो भ्लगको टाइटल हो मेरो आज गुड लक, किनकि मैले आज नयाँ टी सर्ट पाएका छु। ये मेरो मम्मी गाइस हामीहरू आधी बाटोमा पुगेपछि हजुरहरूलाई भन्छौँ है। गाइस हामीहरू आधा बाटोमा पुगिसकेका छौँ। अब हामी फुल वेमा पुगेपछि हजुरहरूसँग कुरा गर्छौँ। अनि गाइजहरू मैले एउटा चिज भन्न बिर्सेको, मेरो अब ब्लगहरू सधैँ सन्डे थर्सडे अनि फ्राइडे आउँछ। हजुरहरूले हेर्न नबिर्सिनु होला। अब यो बाटो कटेसी गाइजहरू, यो बाटोको फुल कटेसी अनि हामी घर आउँछौँ। म यहाँ मम्मीले कुर्दै बसेर मम्मी कोसँग कुरा गर्दा नै आउनुभयो वल्ल। यो बाटो क्रस गरेपछि हामीहरूको घर आउँछ गाइजहरू। गाइजहरू मेरो सर्ट चाहिँ फेरि सधैँ मन्डे अनि वेडनेसडे अनि थर्सडे स्याटरडे आउँछ। हजुरहरूले मेरो सर्ट्स र ब्लग हेर्न नबिर्सिनु होला। सधैँ मसँग जोडेर बस्नु। अनि हजुरहरूले मेरो पुरानो ब्लग हेर्नु भएन भने मैले फेरि भन्दैछु, मेरो पुरानो ब्लग हेर्नु। मेरो पुरानो ब्लगमा म भन्नाले मेरो फ्यामिली पुरै मेरो पुरानो घरमा गएको थियौँ। त्यहाँ धेरै मजा गरेको थियौँ। अनि मेरो भाइ बाँदर जस्तै भनेर खम्बामा चढिरहेको थियौँ। त्यो भिडियो हेर्न नबिर्सिनु होला गाइजहरू। अनि हामी अब हाम्रो घर आउँदैछ गाइजहरू। गाइजहरू मेरो घर। अब हामी हाम्रो घर जाँदैछौँ। घर हाम्रो साथीहरू खेल्दै बसिरहन् क्रिकेट। यस्ता साथीहरू। मेरो त्यो ब्लू कलरको रातो टिन भएको घर हो मेरो गाइजहरू। अब हामी घर पुग्छौँ होला गाइजहरू। अब हामी घर पुग्छौँ। घर पुगेपछि म अनि हजुरहरूलाई यहाँ क्रिकेट खेलेको देखाउन नि सक्छु, नदेखाउन नि सक्छु, ग्यारेन्टी छैन। देखा पार हजुरहरूले मेरो युट्युब च्यानललाई लाइक सब्सक्राइब अनि सेयर गर्नु होला। यहाँ हेर्नुहोस् गाइज, गाडी निस्किदिएछ। हामी गाइज हाम्रो घर आइसकेको छ। हामी अनि यहाँ चढेर जानुपर्छ गाइजहरू। धेरै साह्रो गाह्रो हुन्छ भ्लग बनाउनु पनि, सधैँ भन्नाले होइन, फरक दिनमा। उहाँ गाइजहरू क्रिकेट खेल्नु बसिरहन्। गाइजहरू यहाँ हेर्नुहोस् मेरो घर, मेरो नयाँ घर। पहिला म मेरो भाइको भन्दा नि पहिला म भाडामा बस्थेँ पुरानो घरको।
गाइजहरू आजको भ्लग यहीँ एन्ड हुन्छ। हजुरहरूलाई मेरो भ्लग मन परेमा लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला। मिल्छौँ अब हामी नेक्स्ट पार्टमा।